विराटनगरमा उहिले त हामीले लौरेहरूले क्यामेरा ल्याउँदा रेडियो ल्याउँदा लाइसेन्स गर्नु पर्थ्यो हजुर धरान घोपा क्याम्बार हो तल विराटनगरमा पास गर्नु जानुपर्ने क्यामेराको यासिका डी भन्ने क्यामेरा ल्याएको थिएँ रेडियो चाहिँ नेसनल पानासोनिक भन्ने ल्याएको थिएँ अनि नेसनल पानासोनिक र यासिका डी भन्ने क्यामेरा तल विराटनगर पास गर्नु जाँदाखेरि अब कसरी चिन्यो उसले त पिपी गरेर चिनेको थिइनँ अनि पिपी गरेर मलाई सोध्यो होइन तिमी कान्छा महाजनको छोरा होइन भन्यो कान्छा होइन तिमी भन्यो अरे हो नि अब म त सिधा हो भने हो हजुर भने अब पिपी कोइराला भने चिनेको थिइनँ अनि यो पत्र सेवा ताप्जुङ तल सेवामा बस्ने नरबहादुर कोइराला र भीम बराल चिन्छस् राम्रै चिन्छु हजुर भने अनि लु कसैको हातमा नदिनु ठक्कै कि भीम बरालको हातमा कि भीम के अरे नरबहादुर कोइरालाको हातमा दिनु भनेर चिठी दियो अनि 500 पैसा पनि दियो पिपी कोइरालाले होइन म लौरे हजुर चाहिँदैन पैसा चाहिँदैन यो चिठी त्यसै लगिदिन्छु भने अनि र पनि होइन भनेर बहारु 500 दियो अनि गोजीमा हालिदियो पैसा चिठी पनि हालिदियो तुरुन्तै भीम बराल र नरबहादुर कोइरालाकोमा दिनु भन्यो हुन्छ भने लगाइदिए अनि यो कहाँ 5 तर पुऱ्याउनु पर्ने थियो होइन माथि ताप्जुङ मुनि सेङमा भन्नेमा लिङखिमको पुच्छारै पर्छ सेवा भन्ने लिङखिम गाउँको पुच्छार पर्छ त्यो भीम बराल र नरबहादुर कोइरालाको तल तम्बरको किनारामा मैदान उनीहरूको घर अझै त्यसै छ त्यहाँ अनि त्यो चिठी चाहिँ अब यत्रो पैसा दिइदिकन किन पठाउँछ भन्ने शङ्का भयो अनि शङ्का भएपछि अब मभन्दा पुरानो लौरेहरू पनि थियो जम्मा 6 जना लौरे गयौँ यो तेह्रथुम माथि के अरे तेह्रथुमको सिरान के अरे के डाँडा भन्छ त्यसलाई के डाँडा भन्छ त्यो चाहिँ मलाई पनि याद भएन डुर पानीदेखि माथिको मिल्के डाँडा के भन्छ सेजोङ सिरानको डाँडामा यो मालिङको छिप्पेको मालिङको काटेर चिरेर उसको त्यो मालिङ्गोको टुप्पा चाहिँ सियोको टुप्पा जस्तो भनेर आगोमा पोलेर चिठीको यसो चेपमा हालेर यसो घुमाउँदै यता लाँदै यता त नयाँ चिठीको खाम जस्तो खोलिँदो रहेछ त्यसो गर्दा हेर्दाको त के लेखेको थियो भने अब नेपालमा महेन्द्र राजाले स्कुल नखोल्नु म त 2018 सालमा स्कुल खोल्यो अब मतवाली जाति पनि पछि बाटो टाटो हुन्छन् उनीहरूको दिमाग बढ्छ उनीहरू डाक्टर हुन्छ उनीहरू पनि पाइलट हुन्छ उनीहरू पनि इन्जिनियर हुन्छ त्यसले गर्दा हाम्रो जति परमान जातहरू बाहुन र क्षेत्री छिट्टै नेपालको सेनामा नेपाल सेना भर्ती हुनु प्रहरीमा भर्ती हुनु ब्याङ्क अकुपै गर्नु भन्सार अकुपै गर्नु सबै अधिकार छिट्टै कब्जा गरिहाल्नु भन्ने त्यो लेखेको थियो अनि यो मतवाली जातिहरूले हात नफक्राउनु उसले कुर्छ काट्छ पनि हजुर आया हात छ भने रुँदै बरु फकाएर भए पनि हाली कोदाली राख्नु भेडा कोठला बाख्रा कोठला भारी बकुने राख्नु हात नफक्राउनु कहिले पनि फकाउँदा फकिने जात हो मतवाली भनेको भनेर लेखेको थियो यो कलम पिपी कोइराला लेखेको होइन भगवान लेखेको सम्झिनु यो नेपाल राष्ट्र चलाइन्जेलसम्ममा यो मैले लेखेको वचन पुरै नछोड्नु होइन भने पछि फेरि मैले बिल्डिङ मेरो जग्गा मैले बनाएको फ्याक्ट्री मैले विकास गरेको भन्नु पाइँदैन उनीहरूको अधिकार यो भूमिपुत्र यिनीहरू हो मतवाली गुरुङ मगर राई लिम्बू गुरुङ मगर यिनीहरू हो यो देशको भूमिपुत्र ढुङ्गा माटोको बच्चा यिनीहरू त्यसले यिनीहरूको अधिकार मेटाउन सकिँदैन त्यसले यो मैले लेखेको तिमीहरू मन्त्री हुन्छौ प्रधानमन्त्री हुन्छौ के हुन्छौ डाक्टर हुन्छौ मैले लेखेको यो भगवान लेखेको सम्झिनु मेरो पिपी गरेर लेखेको नभन्नु भनेर शब्द अन्तिममा लेखेको थियो त्यो चिठी